हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो यो सिन्धुली 3 पाटन 7 श्रृङ्खला हो। हामी चाहिँ अर्ग्यानिक जुनार बजार पठाउनलाई तयारी गर्दैछौँ। हेर्नुहोस् साथीहरू बोकेर आउँदैछ। यस्तो छ अर्ग्यानिक जुनार हो यो चाहिँ। एकदम राम्रो क्वालिटीको जुनार छ साथीहरू। तपाईहरु पनि जुनार खाने भए यसो भिजिट गरिदिनु होला हाम्रो 3 पाटन 7 श्रृङ्खलामा। आफै बगैँचामा छिरेर आफैले टिपेर खान मिल्छ। अर्ग्यानिक जुनार हो। त्यो अस्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनाजुलाई हाने भन्थ्यो। हेर्नु साथीहरू, भेनाजु हान्ने हैन, यस्तो जुनार चाहिँ हान्ने हो के गाउँतिर बसेर यसो अर्ग्यानिक जुनार फलाउने बेच्ने। त्यस्ता भेनाजुलाई हाल्न छोड्दियो। आफ्नै भेनाजुलाई पनि त्यस्तरी हानेर हुन्छ। अमेरिका जस्तो राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै भेनाजुलाई हानेर किडन्याप गरेर लगेछ भन्छ साथीहरू। ल हामी चाहिँ आफ्नै खेतबारीमा यस्तरी जुनार हानिरहेछ हेर्नुस् त। हामी बरु जुनार हान्ने यस्तरी। ल त्यस्तो भेनाजु दिदीहरूलाई हान्ने गर्नु हुँदैन, यस्तरी जुनार हान्नुपर्छ। ल हेर्नु त साथीहरू, ल अर्ग्यानिक जुनार यस्तरी हान्नु पर्यो नि त जुनार हो। ल हेर्नु हाम्रो दाइले हानेको। ल यस्तो खतरा हानिरहेछ। ल हेर्नु त हाम्रो भान्जाले जुनार हानेको यहाँ। ल यस्तरी हानिरहेछ। ल हेर्नु ल त्यस्तो भेनाजुलाई हान्ने, दिदीलाई हान्ने, भेनाजुलाई नै किडन्याप गर्ने, यस्तो गर्ने हैन क्या। यस्तो गर्ने हो, जुनार हान्ने हो, अर्ग्यानिक जुनार फलाउने हो, बजारतिर हान्ने हो। ल हेर्नुहोस् ल यस्तो दामी जुनार छ। ल तपाईहरु पनि भिजिट गरिदिनु होला, जुनार खानलाई आइदिनु होला। ल हेर्नुहोस् साथीहरू, अर्ग्यानिक जुनार यस्तो राम्रो छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस् साथीहरू।